वेलकम गाइस नमस्ते सबैजनालाई म चाहिँ ड्युटी जाँदैछु यहाँ चाहिँ बिहानको 6:45 भयो मेरो चाहिँ यहाँबाट लगभग गाडीमा 10 मिनट लाग्छ मेरो ब्रान्च पुग्नलाई चाहिँ मेरो चाहिँ सानो ब्रान्च छ मेन ब्रान्चमा गाडीबाट जानुपर्छ हैन मेरो चाहिँ गाडी कुरिरहेको होला त्यहाँ तल जाँदैछु अनि सन्चै हुनुहुन्छ होला सबैजनालाई नेपालमा तिहारको माहौल चल्दैछ आज बेलुका चाहिँ लक्ष्मी पूजा अनि लक्ष्मी पूजामा सबैजना परे बेलुका त देउसी भैलो खेलेर रमाइलो गर्नुहुन्छ नेपालमा हैन हामी चाहिँ ड्युटी जाँदैछौँ अनि ड्युटीबाट आएर खाना खाएर सुत्ने हो हाम्रो चाहिँ देउसी भैलो त्यही हो हैन दसैँ तिहार भनेको सबै कुरा सबैजनालाई 18 गते पर्न गएको भाइटिकाको सबैजनालाई शुभकामना ह्याप्पी दिवाली सबैजनालाई है अनि मेरो चाहिँ गाडी चाहिँ उता पर पर्खिरहेको छ डब्बा गाडी तपाईँहरूलाई देखाउनेछु डब्बा गाडीमा जाने हो होइन त्यसमा चाहिँ अब के अरे यता पछाडिपट्टि सामानहरू बोक्छ हेलो गुड मर्निङ गुड गुड साउटी हल्लाएको नजिकै त्यो चाहिँ त्यस्तै हो क्या यहाँ मोबाइल यसो गरेको देख्नु हुँदैन कराइहाल्छ उनीहरू चाहिँ कोही चाहिँ अब यसो उनीहरूलाई पनि देखाओस् भन्ने हिसाबले गराउँछ है कोहीले चाहिँ खिच्नुहुन्न भन्ने वल्ल के फर्क हो फेरि यो हो हाम्रो मेन ब्रान्च बलिउड मेन ब्रान्च चाहिँ यो हो होइन हो यहाँ चाहिँ मेरो उता जानको लागि गाडी पर्खिरहेको छ गाइस यो हो मेन ब्रान्च यहाँ छ ड्राइभर आएको छैन जस्तो छ ए आइसकेछ ऊ भित्र बसिरहेको रहेछ हेलो कैसे हो सेफ चाबी ले आया कुछ नहीं चाहिए कुछ नहीं ज़्यादा मांगते हैं हाँ वही ठंडी शुरू हो गई हामी चाहिँ गाडीबाट 10 मिनट लाग्छ मेरो ब्रान्चमा काम गर्ने ठाउँ पुग्नलाई चाहिँ हामी यहाँबाट हिँड्ने सुरु गरिसकेका छौँ
आफै 9 घन्टाको ड्युटी सकाएर चट्ट लगाएर यहाँ चाहिँ 4 बजिरहेको छ होइन 9 घन्टाको ड्युटी सकाएर घरतिर फर्किँदैछौँ। हेलो सेफ, कैसे हो? क्या हाल है? ठीक है? बेहाल है? क्यों बेहाल है? मोटा तंग कर रहा है? मोटा वैसे तंग करते ही रहेगा। ठीक है, सही है। दिमाग खराब करता है। दिमाग खराब कर रहा है। इनका पैसा मांगो दिया दिमाग खराब। ठीक है, वैसे मैनेजर को सब लोग वैसे होता है। सट्टा लगाएर यहाँ चाहिँ डबल सिग्नलमा परेको छौँ हामी। रात को बारिश होना चाहिए क्योंकि हम लोग सोते हैं ना। कहो अल्लाह के तेरा तौबा तौबा बदो है वही हाम्रो ऊ चाहिँ पाकिस्तानी है ड्राइभर म माइलो मोटर चलाउँदै। अनि यहाँ सिग्नलमा बसिरहेको छौँ हामी चाहिँ लगभग 10 मिनटमा रुम पुगिन्छ। खाना खाएर टक्क यसो एडिट गरेर जस्तो गरेर हालिहाल्छु। अनि बिहान पनि भनेको थिएँ मैले होइन, अब सिग्नल खुल्यो, सिग्नल खुलेको छ, हामी चाहिँ टुङटुङ हिँड्छ। अब तिहार लाग्दैछ, आज लक्ष्मी पूजा, लगभग लक्ष्मी पूजा गर्ने तयारी गर्दै हुनुहुन्छ होला। यो भिडियो हालिन्जेलमा लगभग नेपालमा लक्ष्मी पूजा पनि गरिसकेको रहेछ। देउसी भैलो खेल्ने कार्यक्रम सबै साथीहरू मिलेर कार्यक्रमहरू सुरु हुने। अनि त्यही हो, देउसी भैलो खेल्दाखेरि पनि अब हल्ला नगरौँ भन्दा पनि अब देउसी भैलो भनेको रमाइलो गरेर खेल्ने चाड हो होइन। अब धेरै मादक पदार्थहरू सेवन गरेर अलिकति समाजलाई नकारात्मक असर पर्ने कुराहरू नगरौँ, राम्रोसँग खेल्नु होला। अनि अब त्यहाँ के नियम लागु भएको छ गाउँपालिकाबाट अथवा त्यहाँ हाम्रो गाउँपालिका अनि त्यसपछि वडा कार्यालय उनीहरूले के नियम लिइरहनु भएको छ देउसी भैलोको लागि, कति बजीसम्म लिमिट टाइमसम्म कति बजीसम्म खेल्ने भन्ने कुराहरू त्यो अनुसार पनि नियमअनुसार खेलिदिनु होला। राम्रोसँग खेल्नुहोस्, राम्रोसँग तिहार मनाउनुहोस्। 18 गते पर्न गएको भाइटिकाको पनि धेरै शुभकामना सबैजनालाई। नेपालमा रहनुहुने र परदेशमा रहनुहुने सबैजनालाई चाहिँ ह्याप्पी दीपावली, रमाइलो गरेर मनाउनुहोस्। अब देउसी भैलो खेल्दा पनि त्यस्तो नकारात्मक गाउँलाई